सस्तो पनि बोक्नलाई चिटिक्क। हजुर के हुन्छ पैसा गएको पैसा गरेको? अनि पैसा त भन्नै गनेको छौ त। भ्यालेन्टाइन डेमा मलाई गिफ्ट किन्न आँटेको? होइन भाइलाई जुत्ता किनिदिन आँटेको। के को गिफ्ट भ्यालेन्टाइन डे न भ्यालेन्टाइन डे कुनै बेला केही दिनु छैन न। रोज डे आउँछ अरे भ्यालेन्टाइन डे आउँछ अरे अहिलेसम्म कहिले केही दिएको छ कहिले केही दिनु छैन। ए नरिसाउ न त्यसरी यार। मैले तिमीलाई यहाँनिर भ्यालेन्टाइन डेको आउनुभन्दा अगाडि नै मैले तिमीलाई गिफ्ट ल्याइदिएको छु थाहा छ? यहाँ झोलामा खै हेरौँ त के ल्याइदिनु मलाई। मोबाइल ल्याइदिएको छु आइफोन जस्तै स्यामसङ ग्यालेक्सी। ए आइफोन हो? आइफोन जस्तै स्यामसङ ग्यालेक्सी। ए खोल खोल हेर। ए यस्तै यही हो मोबाइल? अनि यही त हो त नि। तिम्रो ब्याट्री ब्याकअप पनि राम्रो, एक दिन चार्ज गर्छ 5 दिनलाई पुग्ने। फोन पनि आउँछ, हेलो भन्दा हुन्छ, फोन गर्दा पनि हुन्छ, मोबाइल बनाउँदा नि हुन्छ, रेडियो बनाउँदा नि हुन्छ, झरो भने पनि फुट्दैन, चोरी भयो भने पनि केही हुँदैन। आहा यति राम्रो मोबाइल त ल्याइदिएको तिमीलाई मैले। सस्तो पनि बोक्नलाई चिटिक्क पनि, जहाँ पनि बोक्न मिल्ने यति राम्रो मोबाइल छ। लु राख राख ल। साह्रै राम्रो छ यस्तो नाथे। सबैजनाले आइफोन बोक्छन् अहिलेको जमानामा। बुढाले ल्याइदिएको के र के बोक्छन्। मैले बुढाले ल्याइदिएको यस्तो नाथे मोबाइल। यस्तो ल्याइदिनु भन्दा त नल्याइदिएको भए पनि हुन्थ्यो है। कति साह्रो लाग्यो।